12औं विश्व योग दिवस मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न 45 जनाले गरे रक्तदान। स्वास्थ्यका लागि योग, जीवनका लागि योग भन्ने मूल नाराका साथ 12औं विश्व योग दिवसको अवसरमा सिराहाको मिर्चैयामा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। पतञ्जलि योग समिति मिर्चैयाको आयोजनामा सो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। मिर्चैया नगरपालिकाको आयुर्वेद शाखा र नेपाल भारत मैत्री संघ उपशाखा मिर्चैयाको विशेष सहयोग तथा मिर्चैया उद्योग वाणिज्य संघको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो। मिर्चैयास्थित कटारी चोकमा रहेको पार्कमा सञ्चालित सो कार्यक्रममा 45 जना रक्तदाताहरूले स्वतस्फूर्त रूपमा रक्तदान गरेका छन्। पतञ्जलि योग समिति मिर्चैयाका अध्यक्ष अकलदेव सिंहका अनुसार योग दिवसलाई केवल आसन र प्राणायाममा मात्र सीमित नराखी मानवीय सेवाको ठूलो कार्यसँग जोड्न यो कार्यक्रम आयोजना गरिएको हो। पछिल्लो समय सिराहा जिल्ला लगायत मिर्चैया क्षेत्रमा रगतको चरम अभाव देखिएका कारण बिरामीहरूले शास्ति भोग्नु परिरहेको छ। विशेष गरी वर्षाको मौसम सुरु भएसँगै बिरामीहरूको आपतकालीन आवश्यकतालाई मध्यनजर गर्दै यो कदम चालिएको मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठले बताए। अस्पतालहरूमा रगत अभावका कारण बिरामी र तिनका आफन्तले निकै कठिनाई बेहोर्नु परिरहेको अवस्था छ। अध्यक्ष महासेठले भने, वर्षायाममा हुन सक्ने सम्भावित रगतको अभावलाई टार्न र बिरामीको आपतकालीन आवश्यकतामा तुरुन्तै रगत उपलब्ध गराउन सकियोस् भन्ने पवित्र उद्देश्यले यो कार्यक्रमको समन्वय गरिएको हो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, सुरक्षाकर्मी तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। योग दिवसको अवसरमा गरिएको यस मानवीय कार्यको स्थानीय स्तरमा उच्च प्रशंसा भइरहेको छ।